हेलो एभ्रिवान, आज हामी चाहिँ सिक्न जान्छौँ माइक्रोसफ्ट वर्डमा बुलेट्स एन्ड नम्बर कसरी हामी एड गर्न सक्छौँ आफ्नो डकुमेन्टमा। अनि चाहिँ त्यसको लागि सबभन्दा पहिला के गर्नुपर्छ भनेको हामीलाई होम ट्याबमा, वी आर अलरेडी इन होम ट्याबमा गएर यहाँ हेर्न सक्नुहुन्छ डिफ्रेन्ट ग्रुप्सहरू छ, जसमा चाहिँ हामीलाई प्याराग्राफ ग्रुपमा गएर बुलेट्स एन्ड नम्बरको यहाँ अप्सन्स हुन्छ। यहाँ पहिला हामी बुलेट्स लाइब्रेरीमा जाउँ। यहाँ बुलेट्समा गएपछि हामी यहाँ ड्रप डाउन एरोमा क्लिक गर्ने बित्तिकै हामीले के हुन्छ भनेको डिफ्रेन्ट अप्सनहरू हेर्न सक्छौँ। त्यसको लागि पहिला के गर्नु, हामी यहाँ आफ्नो टेक्स्टहरूलाई के गर्नु, पहिलाको हामीलाई यहाँ आफ्नो टेक्स्टलाई सेलेक्ट गर्नुपर्छ। सेलेक्ट गरिसकेपछि हामी यहाँ बुलेट्स लाइब्रेरीमा क्लिक गर्छौँ। देन यहाँ चाहिँ हामी हेर्न सक्नुहुन्छ, हामी आफ्नो माउस कर्सरलाई यहाँ ल्याउँछ भने डिफ्रेन्ट बुलेट्सहरू छन्। हामीले चाहेको बुलेट्स चाहिँ यहाँबाट के गर्न सक्छौँ भनेको राख्न सक्छौँ। यदि हामीले अझै चाहिँ अर्को बुलेट चाहिन्छ हामीले चाहिँ के गर्नुपर्छ, त्यसको भनेको यो डिजाइन मन परेन अरे, हामीले अर्को बुलेट चाहिन्छ भने त्यसको लागि के गर्न सक्छौँ, हामी यहाँ डिफाइन न्यू बुलेटमा गएर सिम्बलमा गएर हामी चाहिँ यहाँ हेर्न सक्छौँ फन्टमा छ विङ डिङ्स फन्ट रहेछ। यसमा चाहिँ हामी जुनसुकै यहाँबाट सिम्बल क्लिक गर्छौँ अनि हामी चाहिँ के गर्न सक्छौँ भनेको त्यो चाहिँ आफ्नो डकुमेन्टमा इन्सर्ट गर्न सक्छौँ। लेट्स क्लिक दिस एन्ड क्लिक अन ओके। हामी चाहिँ प्रिभ्यूमा चाहिँ हेर्न सक्छौँ। यहाँ हाम्रो चाहिँ के छ भनेको डकुमेन्टमा हामीले चाहिएको यहाँ के भयो त सिम्बल एड भयो। अब हस्,